यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा बाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नम्बर 1 र 2 बाट तपाईहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामेछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने बाचा मैले अहिले नै गरे यहाँहरूलाई। बालेन्द्रले 8 करोडको गाडी चल्यो। यो देश डुबिसकेको छ। यो देश डुबिसकेको देशलाई रेस्क्यु गर्न 8 करोडको गाडी होइन, बालेन्द्र शाह हेली चढेर सुन्नु भयो नि हो। तपाईहरुलाई पनि बालेन्द्र शाह प्रति विश्वास पर्सनली के लाग्छ भनेदेखि बलात्कार भनेको किन भयो जस्तो गरे नाबालिकाहरुमा विशेष गरेर टार्गेट हुन्छ भइरहेको छ पछिल्लो समय। तर म चाहिँ के भन्छु भनेदेखि जबसम्म त्यो बलात्कृत महिला जसलाई चाहिँ उसको शरीरमा कुनै पनि हानि नोक्सानी भएको छैन, बलात्कृत भइसकेपछि नि उसलाई केही पनि भएको छैन भनेदेखि बलात्कृत हुनु र उसलाई कसैले झापड लगाउनुमा चाहिँ कुनै पनि फरक छैन भन्छु क्या म। गाईको मासु बेच्यो भनेर एकदमै त्यहाँ चर्काचर्की नै भयो। यसमा के छ तपाईको भनाइ? मटन खाने कुरा ठिक हो भने त्यसले गाई खाने कुरा पनि ठिक हो भने तपाईले मटन खान पाउनुहुन्छ भने त्यसले पनि गाई खान किन नपाउनु? त्यसलाई रोक्नुपर्ने कारण के छ? यसमा विरोध गर्नुपर्ने कारण के छ?